rupees. Pay it, otherwise you have to wash all the dishes. Oh, wash the dishes. All the dishes. Oh my goodness. Otherwise we are going I gotta run. सोसल मिडियाहरूमा जताततै भाइरल भइरहेको पोखराको पिकनिकमा एक पर्यटकमाथि दुर्व्यवहार गरेको भनेर गालीको भार खेपिरहेका व्यक्ति लाइभमा आएर आफूले गल्ती गरेको भनेर माफी मागेका छन्। सबैलाई नमस्ते। सोशल मिडियामा टिकटकमा भाइरल भइरहेको मैले म मार्फत एकजना विदेशीलाई मिसवेब भएको देखिएको भिडियोको बारे माफी माग्नको लागि एपोलोजीको लागि म यहाँ उपस्थित भएको छु। त्यतिखेर भएको घटनाबारे थोरै बताउँदा त्यो 1 वर्षभन्दा अगाडि हाम्रो पिकनिकमा उक्त टुरिस्ट आइपुगेका थिए। उनीले खाना खाने क्रममा जोक्सको रूपमा खानाको कुरा उठेको थियो त्यहाँ, जुन मजाक हो, जोक्स हो भनेर मैले भिडियोमा पनि पटक पटक भनिरहेको छु। र त्यो पिकनिकको परिस्थितिले गर्दा त्यसपछि उसले भिडियो खिचिरहेको कुरालाई भिडियो चाहिँ नखिचिदिनु, भिडियो खिच्नुभन्दा अगाडि त कम्तीमा सोधिदिनु भनेर कन्सेन्ट लिइदिनु, मलाई भिडियो खिचेको मन परेन भनेर मैले उसलाई बताउन खोजेको हो। अब त्यो परिस्थितिले गर्दा त्यहाँ अलिकति रुड भएको देखिएको रहेछ। मेरो रुड हुने अथवा उसलाई थर्काउने भन्ने कुनै नियत थिएन। उसलाई त्यस्तो परेको रहेछ, त्यसको लागि आई डिपली एपोलोजाइज फर द्याट। म त्यसको लागि एकदमै माफी चाहन्छु। मेरो इन्टेन्सन त्यो थिएन। खालि भिडियो चाहिँ कन्सेन्ट नलिकन खिच्नु ठिक होइन भन्ने थियो। तर त्यो पिकनिकको माहौल परिस्थितिले गर्दा अलिकति रुड भएको देखिएको रहेछ, चर्को भएको देखिएको रहेछ। कुनै घुम्न आएको विदेशी पाहुनालाई बुलिङ गर्ने अथवा होच्याउने, हेप्ने भन्ने मेरो उद्देश्य नरहेको र त्यस्तो पर्न गएकोमा म एकदमै माफी चाहन्छु। धन्यवाद। तर यसरी माफी मागे तापनि सामाजिक सञ्जालमा भने पर्यटकमाथि दुर्व्यवहार गरेको भनेर सबैले गालीको बर्सात भने गरिरहेका छन्। What is it? Molai? Kana? Dinus. Yes. Malai khana dinus. Molai kana dinus. Yes. It is Nepali word. Yeah, this is Nepali word. Oh. पोखरामा ती पर्यटक घुम्दै पिकनिक खाइरहेको ठाउँमा पुगेपछि पिकनिकको खाना फ्रीमा भएको कुरा थाहा पाएपछि नेपाली खाना खाने चाहना भएकोले ती पर्यटकले पनि खाना फ्रीमा हो भने खाना दिनको लागि आग्रह गर्छन् र खाना बाँडिरहेकोले उनलाई खाना फ्रीमा हो भन्दै खाना दिन्छन्। तर त्यो पिकनिकमा सहभागी एकजना सदस्य आएर पटक पटक ती पर्यटकले खाएको खानाको पैसाको कुरा गरेपछि पर्यटकले खानाको पैसा दिने भनेर बताउँछन्। तर ती पर्यटकमाथि दुर्व्यवहार गर्ने व्यक्तिले थ्रो द्याट अल, त्यो सबै फ्याँक भनेपछि ती खाना खाइरहेको पर्यटकले भात फ्याँक भने जस्तो बुझेकोले गर्दा आफूले खाना खाँदै गरेको खाना छोडिदिन्छन्। वास्तवमा ती रुड व्यवहार गर्ने व्यक्तिले रेकर्डेड भिडियो फ्याँक भन्न खोजेका थिए, तर त्यो भनाइले दोहोरो अर्थ लाग्यो र ती पर्यटकले खाँदै गरेको आफ्नो खाना छोडिदिन्छन्। वास्तवमा रेकर्डेड भिडियो हटाउनुलाई शुद्ध रूपमा डिलिट भनिन्छ, तर ती व्यक्तिले थ्रो भनेकाले त्यसको अर्थ फ्याँक भन्ने त्यो पर्यटकले बुझेको जस्तो देखिन्छ। त्यही भएर ती पर्यटकले आफूले खाँदै गरेको खाना छोडिदिन्छन्।